जोजोलपा नेपाल भाषा लर्निङ। आज हामी यो हाइ रे ज्यापनी टदा भन्ने गीतको ट्रान्सलेसन हेर्नेछौँ, यसको मिनिङ बुझ्नेछौँ। यो गीत सुन्नुभएको होला, सुन्नुभएको छैन भने युट्युबमा एकचोटि सर्च गरेर हेर्नुहोला। यो पक्कै पनि यो गीत अथवा यो गीतको धुन सुन्नुभएको होला। त्यस्तै गरी वेबसाइट बनाउनुको लागि @nepal.net चेक गर्नुहोला र इन्फर्मेसन टेक्नोलोजीको बारेमा पढ्नको लागि चाहिँ @nepal.net/blog गर्नुहोला। त्यो ब्लगमा इन्ट्रेस्टिङ आर्टिकलहरू पढ्न नछुटाउनुहोला। अब सुरु गरौँ। हाइ रे ज्यापनी तता। हाइ रे ज्यापनी अर्थात् केटालाई भए ज्यापु भन्छ, केटीलाई भए ज्यापुनी भन्छ। पहिले पहिले ज्यापु भन्दैन थियो रे, ज्याफु भन्थ्यो रे। पुको सट्टा फु भन्थ्यो रे। ज्या भनेको चाहिँ नि काम भयो, ज्या भनेको, अनि एफयु फु भनेको चाहिँ सक्ने भयो। काम गर्न सक्ने मान्छे भएकोले ज्याफु भनेर भनेको र पछि पछि गएर ज्याफु चाहिँ नि ज्यापु भयो रे भन्ने सुनेको हो होइन। अब त्यो थाहा छैन, पहिले पहिले सुनेको थिएँ मैले। तता भनेको दिदी भयो। हाइ रे ज्यापुनी दिदी भनेको भयो। यसको मिनिङ चाहिँ गुली हिसी दुरे छ ला। गुली अर्थात् कति, हिसी भन्नाले अब हिसी परेको, दुरे छला भन्नाले छ तिमी भन्ने बुझाउँछ। अब यसको मिनिङ चाहिँ नि कति हिसी छ तिमी त भन्ने बुझाउँछ। छ भनेको चाहिँ नि तिमी हो, तिमी अथवा तपाईँ। नेपाल भाषामा चाहिँ अब हामीले बुवा आमालाई पनि छ भन्छौँ र आफूभन्दा सानोलाई पनि छ भन्छौँ। जस्तै इङ्ग्लिसमा यु भनेको जस्तै जवौ लात कल जोना। जवौ लात भन्नाले राइट ह्यान्ड, जवौ ला मात्र भन्यो भने चाहिँ नि दायाँ हात भयो। त्यस्तै गरी जवौ लात भन्नाले दायाँ हातले। कल भन्नाले यो पूजा जाने एउटा भारा भनौँ न। यो युट्युबमा भिडियोमा पनि हेर्न सक्नुहुन्छ, जुन हातले समातेर गइरहेको हुन्छ त्यो कल भन्ने चाहिँ त्यो हो। पूजाको सामानहरू सबै राखेर यस्तो हातले समातेर लाने भाँडा। जोना भन्नाले समातेर, दायाँ हातले कल समातेर। डेके वोने टेना ला। डेके वने टेना ला अर्थात् डेके वने टेना पूजा गर्न जान लागेको भन्न खोजेको हो। वने टेनाला भन्नाले जान लागेको भन्ने बुझिन्छ। सटु बटु छटुचा। यो अब सटु बटु छटुचा भन्ने चाहिँ नि मलाई पनि ठ्याक्क चाहिँ थाहा भएन, तर मैले गेस गरेको चाहिँ नि यो कपाल चाहिँ जुन पहिले पहिलेको मान्छेहरूले एउटा जुन कपाल बाँध्थ्यो नि जुन तरिकाले, त्यो एउटै सिङ्गल हुने गरी यस्तो चुल्ठो बाँध्ने भन्छ कि के बाँध्ने भन्छ कि के भन्छ, त्यही हुनुपर्छ मेरो विचारमा। कोही साथीहरूलाई थाहा छ भनेदेखि चाहिँ सटु बटु छटुचा भनेको मिनिङ के हो भनेर कमेन्ट गरिदिनु होला। लुएक याङ्गु सचिका। लुएक भन्नाले सुहाउने गरी, याङ्गु भन्नाले रातो, सचिका भन्नाले जुन चुल्ठो बाँधेर, जुन चुल्ठो बाँध्ने भन्छ के भन्छ, पहिलेको मान्छेले कपाल एउटा सिङ्गल हुने गरी यस्तो मिलाएर बाँध्थ्यो र त्यसको एन्डमा चाहिँ नि यो रातो एउटा धागो जस्तो सचिका त्यसले बाँध्थ्यो। सुहाउने गरी रातो सचिका। अर्को छ पिच्चुसे चोङ्गु छेने। पिच्चुसे अर्थात् एकदम स्मुथ, चोङ्गु अर्थात् भएको, स्मुथ भएको, छेने अर्थात् टाउको, स्मुथ भएको टाउको। जुन पहिलाको मान्छेहरूले एकदम तेल लाउँथ्यो, तेल लाएर कपाल बाँध्थ्यो, त्यसको मिनिङ पिच्चुसे चोङ्गु छेनेको मिनिङ चाहिँ त्यो हो। अहिले चाहिँ मान्छेले तेल लाउन छोड्यो, पहिले मलाई थाहा हुँदाखेरिसम्म मान्छेले तेल लाउँथ्यो, म सानो हुँदाखेरिसम्म पनि। नल स्वान निपुचा। नल स्वान भन्नाले चाहिँ यो जमरा भन्न खोजेको हो। नल स्वान न भन्नाले जमरा पनि, निपुचा भन्नाले थोरै। नल स्वान नली थे छन साप नलिन्छ। यो नली भने चाहिँ मलाई पनि ठ्याक्क थाहा भएन। यसको चाहिँ मेरो विचारमा केही हिस्सी परेको, केही राम्रो त्यस्तै केही मिनिङ हुनुपर्छ। थाहा हुने साथीले कमेन्ट गरिदिनु होला।
यो पनि नल स्वा नली थिए मेरो विचारमा राम्रो भएदेखि नल स्वा राम्रो भए जस्तै छ न भनेको तिम पनि साप नलिन्छ तिम पनि साह्रै राम्रो। गीत र साहित्यमा अब कुनै कुनै अब साहित्यिक वर्डहरू पनि हुन्छ डेली लाइफमा हामीले साहित्यिक वर्डहरू त्यति खासै युज गर्दैनौँ। अर्को छन्त सोसो मोह जुल छन्त अर्थात् तिमीलाई सोसो अर्थात् हेर्दा हेर्दा मोह जुल अर्थात् भयो तिमीलाई हेर्दा हेर्दा मोह भयो मोनी जक याना ला मोनी अर्थात् मोहनी लगाउनु मोहनी लायो कि जब लात कल जोना देखे भने त्यनालाई यसको मिनिङ त माथि नै भनिसकेँ मैले एकचोटि सम्झिने कोसिस गर्नु होला यो सम्झिन सक्नु भएन भने एकचोटि रिपिट गर्नु होला ख्वा छङ्गु यनालु ख्वा अर्थात् फेस छङ्गु अर्थात् तिम्रो फेस तिम्रो यनालु यनालु भनेको चाहिँ मेरो विचारमा राम्रो भनेको हुनुपर्छ मेरो बजेले एकचोटि भन्नुभएको जस्तो लाग्छ यो वर्ड बजेको मुखबाट सुने जस्तो लाग्छ मलाई ठ्याक्क चाहिँ याद छैन मलाई यो वर्ड नेपामी भन्नाले अब पहिला काठमाडौँको मान्छेहरूलाई चाहिँ नि नेपामी भन्थ्यो जस्तो लाग्यो मलाई जुन पहिले अब एकीकरण भन्दा अगाडि चाहिँ नेपामी भन्ने गरेको हुनुपर्छ नेपा भन्थ्यो देशलाई देशको नाम नेपा थियो र नेपामी भन्ने यो हुनुपर्छ यसको चाहिँ मिनिङ चाहिँ त्यस्तै काठमाडौँलाई चाहिँ यही भनेको जस्तै केही मिनिङ होला यो नेपामी बालु भनेको चाहिँ अब यो के अब बालु भनेको राम्रो भनेको हुनुपर्छ यो तीनटा वर्डहरुमा चाहिँ म कन्फ्युज भएँ यसको चाहिँ हामी खोज्ने छौं त्यस्तै गरेको समज्याया वा माथे अर्थात् वामा भनेको त्यो धानको बोट हुन्छ नि जुन धानको बोटलाई वा माथे वामा यो ठी अलग्गै हो धानको बोट जस्तै वा मा भन्नाले बोट ठी भन्नाले जस्तै छ भचा कोको सु छ भन्नाले टाउको भचा भने अलिकति कोको सु भनेको निउरेको जस्तै कि धान फलेको जुन बोट हुन्छ त्यो अलिकति चुकेको हुन्छ त्यो जस्तै टाउको अलिकति चुकेको भन्न खोजेको हो ख्वा भचा हाकु ख्वा अर्थात् फेस भचा भन्नाले यो माथिकै जस्तो भयो अलिकति हाकु भन्नाले कालो भयो फेस अथवा अनुहार अलिकति कालो अनुहार भन्न खोजेको हो कपाले आहा भन्नाले निधार हो कपाले भन्नाले निधारमा आहा भन्न खोजेको हो यो चाहिँ पुनिसिया तिम्ला थिए अर्थात् पूर्णिमाको तिम्ला अर्थात् जुन भयो पूर्णिमाको चन्द्रमा जस्तै सिन भन्नाले टीका भयो चाकमक्क ला त्यो गोलो चट्ट मिलेको चाकमक्क ला पूर्णिमाको जुन जस्तै टीका गोलो छ भन्न खोजेको हो यो सायद तपाईहरुलाई याद भयो होला जुन मैले माथि नै भनेको थिएँ यो मिखा छङ्गु मुस एला मिखा अर्थात् आँखा छङ्गु तिम्रो मुसा होइन यो मुस हो मुस एला भने रक्सीमा सबभन्दा राम्रो क्वालिटीको जुन घरमा बनाउने रक्सी हुन्छ सबभन्दा राम्रो क्वालिटीको रक्सीलाई चाहिँ मुस एला भनिन्छ यो मुस एला चाहिँ नि राख्ने बित्तिकै फिज जस्तो आउँछ र अब थाहा नहुने मान्छेले चाहिँ अब यो मुस एला कुनै भोजमा सबै भोजमा त हुँदैन कुनै बे भोजमा पनि सबैले राख्दैन तर कुनै मान्छेहरूले मुस एला राख्छ र थाहा नहुने मान्छे जुन अब नेवा कम्युनिटी बाहेक अन्त अरू कम्युनिटीको मान्छेहरू आउँदाखेरि थाहा हुँदैन अनि चट दुई दिन पाला खाइदिएपछि अनि नखाने मान्छेलाई त अलि बढी हुन्छ यो आँखा तिम्रो मुस एला भन्न खोजेको चाहिँ एकदम नसालु भन्न खोजेको हुनुपर्छ किनभने मुसहरू एला भने त एकदम लाग्ने खालको मात लाग्ने खालको रक्सी हो यो खुट्टुक्कै हे तोनेला खुट्टुक्कै खाउकी भन्न खोजेको तोनेला खाउकी छन्त जक सोया चोसा तिमीलाई जक अर्थात् मात्र हेरेर बस्यो भने
सोया चोसा तिमीलाई मात्र हेरेर बस्यो भने मटोसा न गाइला मटोसा अर्थात् नपिए पनि पुग्छ भन्न खोजेको हो अर्थात् तिमीलाई मात्र हेरेर बस्यो भने नपिए पनि पुग्छ भन्न खोजेको ख्वाया दथुई चोङ्गु न्यान ख्वाया अर्थात् मुहारको दथुई अर्थात् बीचमा चोङ्गु अर्थात् रहेको अथवा बसेको न्यान नाक पनि न्या भन्नाले नाक भयो न्यान नाक पनि अनुहारको अर्थात् मुहारको बीचमा रहेको नाक पनि गुली जक छ्यापा चो गुली अर्थात् कति जक मात्र छ्यापा भन्नाले यो चटक्क मिलेको भन्न खोजेको हुनुपर्छ यसको मिनिङ चाहिँ गुली जक छ्यापा चो कति मात्र चटक्क मिलेको भन्न खोजेको हुनुपर्छ जो बनया अन्ति हागु जोबन नया अर्थात् जोबनको अन्ति भन्नाले जुन यो रक्सी राख्ने बाडा त्यसबाट हागु भन्नाले त्यसबाट झरेको अर्थात् जोबनको अन्तिबाट झरेको एला खया ताथे चो एला खया ता अर्थात् रक्सीको धार जस्तै छ जोबनको अन्तिबाट झरेको रक्सीको धार जस्तै छ यो मिठो सेन्टेन्स छ जवौ लाती कलजना डेकी भने तेनाला अनि यो हाई रे जापानी टता यो पनि माथिको रिपिट नै हो सुरुको तपाईलाई कुनै मान्छे साँच्चै मन परेको छ राम्रो लागेको छ भने उहाँलाई शेयर पनि गर्न सक्नुहुन्छ तपाईले भन्न खोज्नु भएको कुराहरू व्यक्त गर्न खोज्नु भएको कुराहरू यो भिडियोको मार्फत उहाँलाई भन्न सक्नुहुन्छ थ्यांक यू शुभ